वेलकम टु माई भ्लग। आजको छोटो मिठो भ्लगमा आज चाहिँ यता टक्क लगाएर कोठा सोठा साफ गर्ने यताउता त्यस्तो कार्यक्रम चलिरहेको छ। म चाहिँ आज एक्लै छु किनकि आज स्कुल आइसकेको छ। सबै भाइहरू यता स्कुल गइसकेका छन् र साथीहरू पनि कलेजतिर हिँडिसकेका छन्। त्यसैले आज आफ्नो कोठा घर धेरै फोहोर भएकोले आफ्नो यो कोठा र यस्तो फोहोर चाहिँ देख्न सक्नुहुन्छ। सबै सामान लतर पतर परेका छन्। यो कोठा र अनि यो कोठा चाहिँ अलि साफ गर्नुपर्ने चाहिँ यता बत्ती छैन। साफ गर्नुपर्ने हो यो कोठा साफ गर्नलाई। पहिला सुरु यो कोठा साफ गर्नलाई पहिला कपडाहरू सब बाहिर लग्ने पर्यो। कोठा साफ गर्नलाई पहिला सुरु यस्तो सब बाहिर सार्नु पर्यो। हाय 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 मैं मर जावे तेरे बिन। सजिलो त छैन हो कोठा साफ गर्न पनि। खै 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 यस्तै हो कोठा पनि अब साफ गर्नै पर्ने भयो। कोठा हदै फोहोर त सोचेको भन्दा नि गाइस कोठामा सामान त धेरै छैनन् फेरि। पैन्ट पनि छरिरहेछ। म सुत्ने कोठा हो त्यो चाहिँ। यो चाहिँ म सुत्ने कोठा हो। काम्रो पनि बाहिर लगाउन ओर्नु पर्यो। जाडो मौसम सुरु भइसक्यो पारामा। सब बाहिर लगाउनु पर्छ। सब बाहिर लगाउनु पर्ने चाहिँ मोबाइल पनि अड्डिँदैन के गर्ने हो। कस्तो फोहोर छ कोठा तन्नाइ च्याति नलागेको झ्याउलो। काम गर्न पनि सजिलो छैन। आज कोठा सरसफाइ कार्यक्रम भइरहेको छ। अब गर्मी महिना पनि हटिसक्यो। फेनको पनि काम छैन। फेनको त टिकोटा लगेर टक्क सजाइदिनु पर्यो। अब फेनको पनि काम छैन। उता टिकोटा लगेर राखिदिनु पर्यो। के हो त्यही हुन्थ्यो। यति भइसकेपछि सब सामान बाहिर गर्न लग्ने। मन्टीपल्लो पनि अब यसो बाहिर लगेर मन्टीपल्लो पनि यसो बाहिर लगेर राख्नु पर्यो। के गर्नु त अनि कपडाहरू पनि बाहिर राख्नु पर्यो। झ्याम काम सब त्यस्तो त होइन। कोठा बराल्ने हो त्यति मात्र हो। के हो के हुने भाइ सन्चै छौ? बटको पर छ क्या मैले फाले नै पर छ। इन्च हाम्रो भयो है गाडी भाइ यति ल यति भइसक्यो कोठामा। ल यति भइसक्यो कोठा चाहिँ खाली भइसक्यो पुरा। दुइटा खाट मात्र भयो। अब कुच्चो सुच्चो लगेर बराल्नु पर्यो। बराल्नु पनि सुरु भइसक्यो। बोतल रहेछ अझै एउटा बोतल। दुईटा बोतल रहेछन् अझै आउँदो। यस्तै खाडासँग बराल्नै पर्यो। पानी पोखिरहेछ थाहा पनि छैन त। कोठा पनि धेरै चाहिँ बरालेर भ्याइसकेँ। अब अर्को कोठा बराल्नु पर्यो।
यो कोठा चाहिँ पुरा अँध्यारो, यो कोठा चाहिँ पुरा अँध्यारो छ। यो कोठा सब यी मिलाउनु चाहिँ यही कोठामा राख्नु पर्ला। ए यो कोठा पनि यस्तै बराल्नु पर्यो। बरालेर सकिसक्यो। अब फेरि यहीमा अब ल्याएर बिस्तारै सिस्तारै मिलाउनु पर्यो। कोठा चाहिँ साफ भइसक्यो। यता यो यता चाहिँ कपडाहरू गरेर एउटा कोठा चाहिँ बल्ल साफ भइसक्यो। तल चाहिँ यो बिछाएको छु। त्यस्तै गरी अब अर्को कोठाको पालो आइसक्यो। सब काम भ्यायो। अब चाहिँ ढल्नु पर्यो बिस्तारामा। एउटा सिरानी चाहिँ ल्याउनु पर्नेछ। कहाँ यता थियो कि यता थियो। अब यो सिरानी खै सिरानी चाहिँ यता लगेर ल फाइनली आजको काम चाहिँ सक्यो। सबैले यतिसम्म हेरेकोमा थ्याङ्क छ। र सबैले भ्लगलाई लाइक गर्नु, कमेन्ट गर्नु, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु मेरो युट्युब च्यानललाई। यति भन्दै आजको यस भ्लगबाट बिदा हुन चाहन्छु। अरू कुरा अर्को भ्लगमा गरौँ ल। लेट्स गो ब्रो। लक 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 लक। थ्याङ्क्स।